हामी करिब बिहान 6:30 बजे सुर्खेतबाट निस्केका थियौँ अनि यहाँ करिब 6 बजेतिर हामी जाजरकोट ठाउँमा यही बाटो हुँदै हामी आएका थियौँ कर्णालीको साथतिर। निकै नै चाहिँ ट्विस्ट एन्ड टर्निङ्स खालको बाटो थियो, धेरै घुमाउरो बाटो अनि धेरै एकदम भिरपाखा भएको बाटो थियो, धेरै टाइट के भन्छ त्यसलाई मनमा एकदम चाहिँ डर राखी हामी आएका छौँ। निकै एडभेन्चरस पनि हुन गयो त्यो यात्रा हाम्रो। कालीकोट बजार यो बाटो जुन देखिरहनु भएको छ यहाँबाट चाहिँ जुम्ला जान सकिन्छ। मौसम अलिक चिसो भएको छ यहाँ, अलि अरू ठाउँभन्दा अलिक बढी चिसो पाउन सक्नुहुन्छ, धेरै हाइटमा भएर पनि होला सायद। जीबी छ, अरू संस्थाहरू यहाँ छ भने जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल यो हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ निकै नै रमणीय दृश्य यहाँ पाउन सक्नुहुन्छ तपाईँले यो ठाउँमा। बसाइ दिनको हामीले 400 रुपिस रेन्ट तिरेका छौँ अनि 150 पर मिल छ यहाँ चार्ज। बजार सानो छ र एक्सपेन्सिभ छ, अलि अव्यवस्थित देखेँ अरू ठाउँभन्दा एक्सपेन्सिभ बजार लाग्यो हामीलाई। तर बाहेक त राम्रो छ, तर कालीकोट भिटिसीहरूमा चाहिँ अलिकति ट्रान्सपोर्टेसनको अलिकति प्रब्लम पाइएको छ।